हेलो गाइज वेलकम टु माई युट्युब च्यानल। अब चाहिँ एउटा बुढीको गाउँ चिया हो त्यहाँनिरको लागि चाहिँ होइन यता बाटोमा हिँड्दै गर्दाखेरि एउटा ब्लग बनाउन लाग्छौँ है। अझ रहेछ के रहेछ ए फल यो है यहाँसम्म थियो अहिले नि यहाँ काँडा कान बुझ्छ यो हेर त यो खाता बसेछ सेन्न चाहिँ पर्ने हो नसुन्नु पर्दैन रक स्टार भन्ने एल्लोमा फुलिरहेछ है त्यो फल खान्थ्यो हुन्छ है तिमीहरू त्यही खाने त हो यहीँ रहेछ यो फुल चाहिँ खान्छ है यो फुल दुख्छ फुल पछि फल फल्छ होइन त्यो फलिरहेछ त यो तलको यो डल्लो फुलको मुन्डाबाट के त डाँठ उठ्यो यो डाँठ खाने है हजुर त्यो डाँठ खान्छ मैले चाहिँ खाएन अरूले खाए पनि होला है कस्तो मिठो हुन्छ तर मैले पनि पछि यो भिडियोमै हेरेर थाहा पाएको खान्छु जति खान्थ्यो होइन असर यो बाटो है बुढी पातिने नि तिमी मलाई नयाँ नयाँमा छ नि ससुरा चाहिँ आउँदा एक्लै पठाउँछु हो मान्छेहरू त्यसको लागि विजयको समय क्षमा प्राप्ति भन्न चाहन्छु महिना आएपछि त कस्तो तपाईँलाई चाहिँ पाटो देखाउन आउँछ तपाईँले आएछ त्यसमा त मेरो तिम्रो गल्ती हो नि त मेरो गाउँमा बुढो एक्लै जाँदैछ भनेपछि के हो कसो मान्छे चिन्ला नचिन्ला के कसो त्यो तिम्रो काम तिम्रो त्यो कर्तव्य हो नि त बुढी तिमीले ल्याएर नि चिनाउनुहुन्छ अब लिएर हाल्नु त अहिले लिएर हाल्नु अब त मैले यहाँको सबै चिनिसकेँ पहिलोचोटि होला हामी ससुराले आएर यसरी भनौँ न लाइक घुम्न होइन दुईजना मात्र भएर यसरी बिहे गरेको 10 वर्ष भयो अब 18 पुरा भयो 10 सालको वैशाख 18 गते हाम्रो के दुःखका दिनहरू नसम्झौँ दुःख सुरु भएको दिन रे क्या अझ त्यस्तो नभनौँला है मेरो बुढा एकदम धेरै दुःखी हुनुहुन्छ 7 दिन टाइम मेरो मन भनेको चाहिँ यस्तो आफूमा हुने क्या तर हेर बुढी जे जस्तो होस् है तर के भन्नु जिन्दगी होइन आज ठट्टा गरेको कुरा नि साँच्ची कुरो है तर मैले केटीहरूसँग त्यो कति केटीहरूसँग लभ गरेँ होइन तर मलाई के अलिक फिल भएन होइन मैले यसलाई छोडेर चाहिँ होइन योसँग बिहे गरेर चाहिँ मैले गल्ती गरेछु भने चाहिँ त्यो फिल चाहिँ मलाई भएन र अनि मैले कसैलाई छोडेको होइन ओहो यसलाई छोड्नु नहुनेछ भन्ने फिल भएन पारा राम्रो मतलब ग्रुपको होइन मनको बानी एटिट्युड हुन्छ बानी व्यवहार हुन्छ नि मान्छेको केटा मान्छेले चाहने भने चाहिँ इन्जोय गर्नको लागि बुढी होइन केही समय उसले मान्नु अब हटहरू होइन रूपको राम्रो त्यो खोज्ला तर जिन्दगी काट्न लागि छ नि सिम्पल र साधारण होइन त्यो अर्कोले हुन्छ अब तेरो बुढी यस्तो भनेर ओहिलेको कोही कसैले औँला उठाउनु नपाओस् है त्यो टाइपको जिन्दगी चलाउने हो नि त बुढी केही समय बिताउनको लागि होइन गाई पहिलाको मतलब पहिला रोड खन्नुभन्दा अगाडिको बाटो चाहिँ यही होइन यो बाटो पहिला तिम्रो माग्न आउँदैन सुरुमा आएकै बाटो म यही बाटो आएको नि किनकि पहिला त अब भूकम्प गएपछि चाहिँ सबैजना सबै भनौँ न अब कोही बजार पढाउन बजार बस्ने अब कोही अब प्रायः यहाँ घर भयो नि बेग त तलतिर समथिङ 1 घन्टा लागेर जाने बारीहरू खिचेर सबै प्रायः मान्छेहरू तलतिरै छ नि त अब बाटो रहेनछ है यहाँबाट कसरी जाने होला यो त पहिला चाहिँ ठाउँ सबैको घरमा ढुङ्गाले छा हुन्छ है कस्तो राम्रो ढुङ्गाले हुन्छ प्रायः हाम्रो यहाँ त जस्ता युज गर्दैन खासै त्यो ढुङ्गा चाहिँ कहाँ माथि छ हाम्रो ढुङ्गा खाने छ नि ढुङ्गा खाने छ ल बाटो चाहिँ दामी रहेछ यो चाहिँ के हो गाइड लङ टाइम भयो मान्छे नहिँडेको होइन अहिले किन रोड पहिला कस्तो रमाइलो थियो हाम्रो गाउँ सिस्नुले पोल्ला सिस्नु पनि रहेछ बरु त्यो सिस्नुले पोल्दा बरु लुगा चाहिँ माथि नसारा बरु फोहोर भयो हुन्छ तर हाम्रो यहाँ चाहिँ जुगा लाग्दैन नि जस्तै घारीबाट हिँड्ने जुगा भन्ने त नाम निशानै छैन फेरि फ्याट्टै निस्किला नि नै लाग्दैन लाग्दैन साँच्चै
साँच्चै लाग्दैन नि यहाँ त जस्तै चिसो होस् परे ठाउँ होस् नि लाग्दैन क्या यताबाट होइन बाटो यहाँतिरको मान्छे त प्रायः बसाइसकिसक्यो के हो सबै तलतिर यहाँ तल आँगनघरतिर होला है मेरो खुट्टा हिलो भयो तर मान्छे चाहिँ बसेको छैन पानी धारा चाहिँ राखेको छ यहाँ चाहिँ मिटर राखेको छैन उनीहरूको त कोही कोही राख्ने होला कोही कोही राख्ने होला त्यसै युज हुँदैन नि त मान्छेहरू आउनुभयो राम्रो सबै कटरे कुरो लागेछ हामीले सोसल पढ्ने सरको घर यो सोसल पढ्ने सरको घर हजुर सोसल स्वास्थ्य पढाउनु हुन्छ बेला बेला आइरहनु हुन्छ घरमा होइन भनेपछि सायद आउनुहुन्छ होला बुझ्दाखेरि उहाँहरूको घर तल छ कि बेसीमा छ खेतीबारीको लागि आउने होला केही बारीहरू पनि गर्नुहुन्छ गर्नु खेतीबारी गरेर त्यही अन्नहरू राख्न खान्छ पहिला कस्तो रमाइलो थियो कि गाउँमा अहिले त सबै ढोका चाहिँ पहिला अति सानो हुने कि पुरानो टाइपको घर चाहिँ अहिलेको हुन्छ मान्छे 4 फुटको हुन्छ ढोका 10 फुटको हुन्छ भने आल्चा नि फलिरहेको रहेछ होइन खै कहाँ आल्चा ए फल्यो ए फलेको रहेछ एकछिन टिपेको त ला भोलि मासी पर्ला है अर्ग्यानिक मान्छे हो नि त हामी केही हुँदैन अर्ग्यानिक मान्छे भने अर्ग्यानिक बसाइ मात्र बजारको हो क्या गाउँमै जन्मेर गाउँमै हुर्केको है यो के फुल हो नि अनारको फुल अनार अनार फुल फुलिरहेको त यो अनार हो होइन हो होइन बुझी भएको अनारको बोट मैले देखाएको थिइनँ अहिले ल के भन्नुहुन्छ हो भने अनारको बोट तपाईँले मैले तपाईँलाई बाटो नभएर त्यताबाट लिएर आएको मात्र तर बाटो मेन बाटो यहाँबाट थियो क्या यो कर्सोबाट होइन मैले चाहिँ भूकम्पले घर भत्किन् त हिजो भद्दा थियो नि भत्किया घर छ नि भूकम्पबाटै त नि होइन सबै यहाँ बनाउनु भने सबैले 72 सालको यादहरू होइन बेसीमा लसुनलाई नि घाँसले बेरेछ लसुन र यो के झार भन्छ यो गन्धे झार होला पहिला यहाँ कति खेती हुन्थ्यो अब खै मान्छे छैन मान्छे नबसी त्यही त नि जग्गा जमिन बाँझो छोड्ने होइन तर हो नि है कति जस्तो भइरहेको कि हाम्रो हेर्नु है अब यहाँ अब जस्तो भने है कति मान्छेहरूले जग्गा गर्ने मान्छेले गर्न पाएन बुढी होइन जो गर्दैन नि तिनीहरूको चाहिँ मात्र हो है अनि यहाँ जग्गा जमिन बाँझो छोड्यो है अनि इन्डिया र चाइनाको भरमा हो नि हाम्रो नेपालमा विकास गऱ्यो भने नहुने के छ यो भने सरकारले फोकस गर्नुपर्छ यही हो जसको नाममा जग्गा जमिन छ नि तिनीहरूले बाँझो छोड्यो भने नि होइन 1 वर्ष बाँझो छोडेपछि अर्को वर्षबाट त्यो जग्गा जमिन चाहिँ सरकारको हुने भन्नु हो जस्तो नभन्नु हाम्रो नि कति बाँझो हो गाउँमा त्यसै हो म त मान्छु म त जहाँ मलाई टेन्सन छैन है त्यो जग्गा चाहिँ सरकारको हुने अनि सरकारले चाहिँ जो सुकुम्बासी हुन्छ नि त्यो के गर्नु भएकोहरूलाई दिने तिनीहरूको नाममा गरिदिने घिउसिमी त्यो नाममा चाहिँ नगर्ने सरकारले है हाम्रो यहाँ 12 महिना 12 काल घिउसिमीहरू एकदम भइरहन्छ यो सिमी अन्त ठाउँमा तर मलाई मन पर्दैन हजुर मलाई त मन पर्दैन सिमी मन पर्दैन म त मन पर्छ सिमीको तरकारी मलाई मन पर्दैन मुसुराको दाल रातो दाल यसरी नै ओ माय गॉड ग्यास देख्न सक्नुहुन्छ यो के महिना बुढी वैशाख है वैशाखको महिना पनि गर्मीहरूको लागि छ नै है हरियालाहरू टक्क चाल्ने होइन गर्मीलाई जहिले हुन्छ नगर्नेलाई कहिले पनि हुनु भने यही होइन जाँगर हुनेहरूको लागि फलाएको छ पुराले कुनै टरेल हाले होइन के गरे होइन हाम्रो टरेलो पुरै हाल्दैन क्या सबै खुल्लामै हुन्छ
समाइदेऊ न पहिला जहाँबाट आउँदा नि लास्ट डर लाग्यो भने यही बाटो यहाँनिर हो क्या यहाँ हाँगे छ नि त ए बाटो ट्रिपल बाटो छ नि त अझै हाँगे बाटो फेरि भूत पिसाचहरू पन्छाउँदा पनि त्यही हाँगे बाटो पनि ल्याएर पन्छाउँछ होइन यहाँबाट मुनतिर गएपछि बाटो घरहरू छैन त तल्लै पुग्नुपर्छ नि त त्यही भएर लास्ट डर लाग्छ यो पानीको धारा चाहिँ 2070 मा बनायो 70 होइन पहिल्यै थियो यो त त्यो के त्यसै तिमीहरूको पसल घर चाहिँ यहीँ होइन उता माथि यही कलर गरेको घर कि माथि हो माख्लो है कस्तो भएको रहेछ बाटो गर्दामा यहाँ गुलाबको बोट थियो गुलाबको बोट के फुल हो यो के हुन्छ मलाई पनि नाम थाहा छैन नाम थाहा छैन अहिले त मिठो रहेछ यही घर है यति अन्त कि अब रोड निस्किन्छ अनि अर्को कता पसल छैन है पारी छ पारी गाउँ होइन यो वारी गाउँको पसल यही एउटा होइन पसल घर यो त मैले आउँदा देखेको कति 10 हाम्रो बिहे गरेर 10 वर्ष भयो 10 साल छ भयो 10 वर्षदेखि गएर देखेको यही एउटा पसल हो होइन मैले देखेको थिएँ अन्त त्योभन्दा पहिले त थाहा छैन पारी गाउँ पनि छ ठिकै हो के भने यहाँ गाउँ त्यति बाक्लो छैन नि त अहिले बस्ती होइन बस्ती बाक्लो छैन मान्छे प्रायः जस्तो गाउँ छोडेर सहर पस्छ सहर पसेपछि त्यही त सबैलाई सुविधा चाहिएको छ सुख चाहिएको छ गाइस दाउरा बाल्न छोडेर ग्यासको भाउ बढ्यो भने त ग्यास खोज्ने हो त्यही हो सरकारलाई अब्जास दिने दुःख गर्न नसक्ने हे यो चाहिँ माटोको यो इँटा नि इँटा अन्तबाट किनेर ल्याउँछ यहीँ बनाउँछ तिनीहरूले माइजू के अरे हुन् बा आएको बाटो मन्दिर गएको क्या पस्छु ए कसले बनाएर ड्रोइन दामी बनाएको छ ल हिजो पो रिजल्ट भएको ससुराली घर पनि आइपुग्न लाग्यो यहाँ चाहिँ पानी लगाइदिए जस्तो माथि ढिस्को गिलो भएर झरेछ है पानी बहिएर ल त्यो गालासाला फुट्ने त्यही हो मिना हैन अब ओके बाई लभ यु गाइस अब नेक्स्ट भिडियोमा भेटौँ ल लाइक शेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला ओके बाई बाई